यो हस्पिटलको बसाइ निकै कठिनाइ अनि सहज रूपमा हामीले सरल तरिकाले एउटा क्याबिन लियौँ। क्याबिनमा बस्दाखेरि सजिलो हुने रहेछ। छोराको मुख हेरेर म अगाडि 1-2 पाइला भए पनि हिँड्न सिकिरहेको छु, हिँड्दैछु। यो अपरेसन भनेको निकै कठिनाइ हो। यसमा 1-2 पाइला भए पनि म अगाडि पाइला चलाउँदै छु। यसमा मलाई हँसाउने, हिम्मत दिने, हौसला दिने मेरो श्रीमान, मम्मी अनि मेरो साथी। केही नमान, केही नगर, खुसी छैन र भनेर हर्षित बनाउने। तर के गर्नु, छुट्टै कुरा हुन्छ, बाहिर हाँसे पनि निकै गाह्रो हुँदो रहेछ आमा भन्न। यिनी चाहिँ मेरो साथी, दुःख-सुखमा साथ दिने साथी, अहिले गोलुको पनि केयर गर्ने, सुरक्षा गर्ने मेरो साथी। अहिले चाहिँ बाबुलाई त्यसरी सँगसँगै यो भिडियो बनाउने मान्छे चाहिँ मैले पत्ता लगाउनु छ। म चाहिँ सुवन बाबु हुँ। ठुलो बाबा बिरामी हुनुभयो भनेर चाहिँ मैले ब्यान्डेज हातमा क्यानुला लगाउँदैछु। जस्तै मुना अनीको मेरो ओहो अनि सुवन बाबु अनि सुवमलाई त गरेको छैन। मम्मीले म हाँस्छु कि खुसी हुन्छु बाबुलाई उटपट्याङ गराउँदै सुवमलाई भनेको छैन। अझै एकजनालाई हामी चाहिँ डिस्चार्ज हुने 3 दिनमा हो, तर मलाई ज्वरो अक्सिजनको समस्या आज चाहिँ 5 दिनमा डिस्चार्ज हुँदै थियो। आज डिस्चार्ज हुने दिन सुवमलाई चाहिँ स्केटिङ खेल्न मन लाग्यो। जहाँ ग्लुकोज चलाउने झुलेर राखेको हुन्छ नि, त्यहाँ चाहिँ स्केटिङ खेल्न मन लाग्यो सँगसँगै आज हामी घर जाने दिन मेरो छोरा भोग्नेलाई थाहा होला, नभोग्नेलाई के थाहा।